नमस्ते। अहिले चाहिँ म यो बारीकुट गाउँपालिका वडा नम्बर 1 पर्छ हैन। एक शिल्प चौरमा छु। हामी चाहिँ यहाँ खास कारण भिडियो खिच्न आएको थियौँ। परिस्थिति र समयले चाहिँ हामीले मकैको सिजन परेको हुनाले हामी चाहिँ अहिले मकै चाउँदै स्थानीय पारामा गाउँले पारामा हैन मकै पोलेको मकै खाँदै बसिराखेका छन्। यो चाहिँ रमेश घरती मगरको घर हो, मेरो प्रिय मित्र। हाम्रो भेट भएको चाहिँ 4-5 वर्ष भइसक्यो। उसको घरमा आएर चाहिँ मकै सबै खाँदैछौँ र यति हो गाइस। तपाईँहरूतिर पनि के छ, मकै चाउँदै हुनुहुन्छ भने कमेन्ट गर्नु होला। कसरी चाउँदै हुनुहुन्छ, कुन तरिकाले चाउँदै हुनुहुन्छ हैन। अहिले गाउँभरि जताततै मकै मकै छ, काँक्रै काँक्रा छन्, घोगा छन्, मकै घोगा, मान्छेले हरेक थरीको नामहरू राखेका छन् गाउँ अनुसार। मगरको भाषामा यसलाई मकैलाई के भन्छ? मकै नै हो क्या, घोगा भन्छन्, सबै घोगा भन्छ नि। ए हो गाइस, अब चाहिँ मकै खानुपर्छ। थ्याङ्क यू।